यो चाहिँ हाम्रो गाउँको काँक्राबारी हो। यो सबै चाहिँ यो काँक्राबारी है हाम्रो गाउँको। टक्क लाएर है गाईहरू चाहिँ क्षेत्र चाहिँ धान रोपाइ भएको छ। यहाँ चाहिँ टक्क लाएर यस्तो छ। पानी रहन्छ यो गोरामा सुकिसकेको रहेछ। अनि हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल है। आफ्टर लङ टाइम पछि म चाहिँ भ्लग हाल्दैछु। टक्क लाएर म चाहिँ आज यता भ्लग गराउनको लागि यता माथितिर आएको छु है। आजको मौसम चाहिँ एकदमै दामी छ क्या। अघि भर्खरै पानी परेर फाटेको हेर्न सक्नुहुन्छ। यस्तो छ है, बादलै बादल गरेको छ। अनि यो चाहिँ हो हाम्रो गाउँको काँक्राबारी हेर्न सक्नुहुन्छ है। ऊ परदेखि छ यस्तो सर यहाँसम्म। ऊ पर गएर पनि म देखाउँछु। टक्क काँक्रा पनि ल्याउन आएको छु म चाहिँ। अनि यहाँ चाहिँ अरू पनि काम छ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ पुरै रोपाइ भइसकेको छ हाम्रो गाउँमा। सर यस्तरी रोपाइ भइएको छ है। हरियो देखेको छ। म चाहिँ ऊ परसम्म जानु लाग्छु है गाइजहरू। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर च्यानल बनाए हुन्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। ल अब अगाडि बढाउँ है त। हेर्नुहोस् है गाइज, यहाँबाट चाहिँ टक्क यसरी काँक्रा सप्लायर्स हुन्छ है। तुलसीपुर हापुरेतिर चाहिँ सप्लायर्स हुन्छ यसरी। काँक्रा चाहिँ टक्क लाएर प्याकिङ गर्दै हुनुहुन्छ होला भित्र चाहिँ। टक्क यसरी यहाँ प्याकिङ गरेर राख्नु भएको रहेछ। अनि ऊ माथि पनि त्यहाँ माथि पनि प्याकिङ गरेर राख्नु भएको छ। हेर्नुहोस् थैलामा टक्क लाएर यो चाहिँ काँक्राबारी भयो है। आजको मौसम चाहिँ एकदम दामी देखेको छ। त्यो चाहिँ हाम्रो देवी डाँडा भयो। त्यहाँ चाहिँ जाने भने टाइमै मिलेको छैन, किनभने साइकलमा जान्छ। त्यहाँ एकदम मेहनत लाग्छ है। फेरि उकालै उकालो छ। यो चाहिँ तितेलेक भयो है गाइजहरू। त्यो चाहिँ सल्लीकोट बनाऊ टक्क लाएर सर पाएर म जाँदैछु। ल गाइजहरू, एउटा सिनेमेटिक भ्यू हेर्दै अगाडि बढौँ है त। गाइजहरू अघि चाहिँ म त्यहाँ पर थिएँ है हाम्रो घरमा। अहिले चाहिँ म आइसकेको छु यतापट्टिको डरमा है। टक्क लाएर यस्तो छ यतापट्टिको डर। हेर्न सक्नुहुन्छ जङ्गलै जङ्गल छ। यहाँ झन् डर लाग्छ है। यो काँक्राबारी चाहिँ यहाँ छ है। यहाँ यसरी यो पुरै खेत चाहिँ काँक्राबारीको हो। टक्क लाएर दामी मौसम देखिन्छ है यहाँबाट चाहिँ नै। सर हेर्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो हित्तिन जङ्गल छ है गाइजहरू। च्याउ पनि पाइन्छ यहाँ चाहिँ। टक्क लाएर हेर्न सक्नुहुन्छ। त्यो माथि देखिएको चाहिँ मन्दिर हो है गाइजहरू। टक्क लाएर अब म चाहिँ यहाँदेखि तलतिर जाँदैछु। अनि भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला कस्तो हुन्छ। ल गाइजहरू अब तल भेटौँ है। चाहिँ म चाहिँ त्यत्तिकै अहिले चाहिँ यता तलतिर सर एकछिन साइकलमा घुम्नु पऱ्यो भनेर आएको थिएँ है। अब चाहिँ म फेरि माथितिर फर्किँदैछु। माथि काँक्राबारीमा चाहिँ म जान्छु। काँक्रा लगेर चाहिँ घर जान्छु। हेर्नुहोस् है, यहाँ चाहिँ टक्क लाएर बगरको अलि यता चाहिँ बन्छ है गाइजहरू। यहाँ चाहिँ जे पनि आउन सक्छ। बाघ, भालु, यहाँ चाहिँ बाँदरहरू आए गर्छन्। च्याउ पनि हुन्छन् यहाँ टक्क लाएर है गाइजहरू। भित्तिन चाहिँ कुला बग्दैछ, पानी आउँदैछ है गाइजहरू। हेर्नुहोस् टक्क लाएर पहाडको दृश्य यतातिर चाहिँ यस्तो छ। अनि अब चाहिँ म अगाडि बढ्दैछु है गाइजहरू। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। अनि अब चाहिँ अगाडि भेटौँ है त। गाई चाहिँ म चाहिँ टक्क लाएर काँक्रा लिएर पनि आइसकेको छु। अनि काँक्रा चाहिँ यही हो। मच्छर धुप पनि लिएर आएको छु। साइकलमा टक्क लाएर म चाहिँ अब घरतिर जाँदैछु। यहाँबाट चाहिँ एक टिप्पर भन्छ कि एक पिकअप चाहिँ अहिले काँक्रा गएको छ। हेर्नुहोस् त्यहाँ एक पिकअप काँक्रा गएको छ है गाई चाहिँ। तपाईँहरूले देखिसक्नुभयो है अघि न एक पिकअप चाहिँ काँक्रा गएको छ। अनि पिकअपमा चाहिँ नअटाएर अटो पनि बोलाएको रहेछ। काँक्रा चाहिँ यति धेरै फल्छ है गाइजहरू यतातिर। अनि टक्क लाएर म चाहिँ अहिले चाहिँ घरतिर जाँदैछु। भ्लगलाई चाहिँ हेर्नु होला चाहिँ इन्डसम्म कस्तो हुन्छ। ल गाई चाहिँ आजको भ्लग चाहिँ अब यहीँ इन्ड गरौँ। अब नेक्स्ट भ्लगमा भेटौँला है त गाई चाहिँ।